यो मोतीबिन्दु र जलबिन्दुमा फरक के छ र यो के हो है त। फर्स्टमा कुरा गरौँ मोतीबिन्दुको बारेमा। मोतीबिन्दु भनेको चाहिँ इङ्ग्लिसमा क्याटरेक्ट भन्छ। यो भनेको चाहिँ हामीहरूको आँखाभित्र भएको नर्मल लेन्स भन्ने हुन्छ, एउटा क्रिस्टलाइन लेन्स हुन्छ जुन यस्तो देखिन्छ र यो चाहिँ बिस्तारै ओपेसिफाई हुन्छ। यो बिस्तारै यो पाक्दै जान्छ। यो पाकेको भनेको फेरि इन्फेक्सन भएको होइन है, यो मच्योर हुँदै जान्छ भनौँ होइन, मच्योर हुँदै जान्छ। सबै मान्छेलाई हुन्छ, उमेर बढ्दै गएपछि आफै हुने हो, रोक्न सकिँदैन। यो बढ्दै गएपछि के हुन्छ, दृष्टि धमिलो हुन थाल्छ, दृष्टि धमिलो हुन्छ र चस्मा लाएर पनि सुधार हुँदैन र यसको उपचार भनेको अपरेसन हो है। अपरेसन गर्नबाट डराउनु पर्दैन, सिम्पल अपरेसन हुन्छ। धेरै ढिलो गर्नुभयो भने चाहिँ कम्प्लिकेसनको रेटहरू अलिक बढ्न सक्छ, अलिक अप्ठ्यारो हुनसक्छ। स्टेजेस हुन्छ 1 2 3 4 भन्ने स्टेजहरू हुन्छ र यो चेकअप गराउने, चेकअप गराएपछि अप्रोप्रिएट स्टेजमा भएपछि मोतीबिन्दु निकालिदिने अपरेसन गरेर। ल अब आउँ जलबिन्दुमा। जलबिन्दु भनेको चाहिँ जल भनेपछि पानी याद गरौँ, आँखाभित्र हाम्रो पानी बसिरहेको हुन्छ र जलबिन्दु भनेको चाहिँ हामीहरूको दृष्टि लिएर जाने रोग हो र यो नसाको रोग हो। धेरैजसो मान्छेले चाहिँ जलबिन्दु भनेको आँखाको प्रेसर बढ्ने रोग मात्र भन्छन्, त्यस्तो हुँदैन। नर्मल प्रेसरमा पनि जलबिन्दु हुनसक्छ। तर जलबिन्दुलाई प्रेसरसँग किन रिलेट गरेको भन्दाखेरि चाहिँ जलबिन्दुको रोकथाम गर्नको लागि बाई द वे क्योर छैन, रोकथाम मात्र गर्न सकिन्छ। रोकथाम गर्नको लागि चाहिँ हामीहरूसँग एउटा मात्र उपाय छ, त्यो हो प्रेसर कन्ट्रोल गर्ने। सो धेरैजसो मान्छेहरूले चाहिँ प्रेसर बढ्नु नै जलबिन्दु हो भन्छन्, तर नट 100% है, तर जेनरली क्याजुअली कुरा गर्दाखेरि चाहिँ हो। सो जलबिन्दु भयो भने चाहिँ यसको सिम्पटम केही पनि हुँदैन। सिम्पटम आउन थाल्यो भने धेरै लेट भइसकेको हुन्छ। त्यसैले जहिले पनि रेगुलर बाई एनुअल चेकअप है, 6 महिनामा आँखा देखाइराख्नु पर्ने हुन्छ। जलबिन्दुको के हाम्रो शङ्काहरू भयो भने हामीले 2-4वटा टेस्टहरू गर्नुपर्ने हुन्छ। त्यो टेस्टहरू कोरिलेट भयो भने चाहिँ जलबिन्दु जति सके चाँडो पत्ता लगाउन पायो त्यति चाँडो रोकथाम गर्न सकिन्छ र आँखाको दृष्टिलाई जोगाउन सकिन्छ। I hope this helps, and if you guys like this kind of information, please don't forget to share and follow. Dhanyawad.